हजुरहरूको कौशी खेतीमा चराले कतिको दुःख दिन्छन् है। मेरो त असाध्यै दुःख दिन्छन्। त्यही भएर मैले आज चाहिँ यो पिलेटलाई यसरी टक्क पट्याउँछु है। अनि फेरि यहाँनिर हेर्नु कैँचीले काटेर सर्लक्क पारेर मैले बिरुवा छोपिदिन पर्यो के। अब यसलाई यसरी काट्छु। साह्रै गरे बाए चराले हैरान पारे। यति गर्ने पनि बिरुवाहरू जोगाउन सकिने रहेछ के। अब जोगाउने कोसिस त गर्न पर्यो यसो है। कति दुःख गरेर लगाइन्छ। अब यति गरेन भने त हेर्नु जोगाउनै नसकिने भयो। त्यही भएर मैले चाहिँ आज हेर्नु अब बिरुवा पनि रोपेँ होइन। अब टक्क पारेर हेर्नु यो बिरुवालाई यो काटेको भित्र राखिदिन्छु। यस्तो गरेपछि चराबाट अलिकति जोगिने रहेछ के। नभए त चराले हैरान पार्छन् बाए। मेरो कौशीमा साह्रै दुःख दिन्छन्। मरि मरि लगायो सबै चरालाई हुन्छ कि। त्यही भएर चरालाई यस्तो गरेको के साथीहरू। यो चाहिँ मेरो आफ्नै आइडिया हो है साथीहरू। अनेक आइडिया लगाउन पर्छ कि खेती गर्नको लागि। सजिलो त कहाँ छ र है। यति गरेर बल्ल जोगाउने हो कि। हजुरहरूको कौशी खेतीमा चराले कतिको दुःख दिन्छन् है। मेरो त असाध्यै दुःख दिन्छन्। त्यही भएर मैले आज चाहिँ यो पिलेटलाई यसरी टक्क पट्याउँछु है। अनि फेरि यहाँनिर हेर्नु कैँचीले काटेर सर्लक्क पारेर मैले बिरुवा छोपिदिन पर्यो के। अब यसलाई यसरी काट्छु। साह्रै गरे बाए चराले हैरान पारे। यति गर्ने पनि बिरुवाहरू जोगाउन सकिने रहेछ के। अब जोगाउने कोसिस त गर्न पर्यो यसो है। कति दुःख गरेर लगाइन्छ। अब यति गरेन भने त हेर्नु जोगाउनै नसकिने भयो। त्यही भएर मैले चाहिँ आज हेर्नु अब बिरुवा पनि रोपेँ होइन। अब टक्क पारेर हेर्नु यो बिरुवालाई यो काटेको भित्र राखिदिन्छु। यस्तो गरेपछि चराबाट अलिकति जोगिने रहेछ के। नभए त चराले हैरान पार्छन् बाए। मेरो कौशीमा साह्रै दुःख दिन्छन्। मरि मरि लगायो सबै चरालाई हुन्छ कि। त्यही भएर चरालाई यस्तो गरेको के साथीहरू। यो चाहिँ मेरो आफ्नै आइडिया हो है साथीहरू। अनेक आइडिया लगाउन पर्छ कि खेती गर्नको लागि। सजिलो त कहाँ छ र है। यति गरेर बल्ल जोगाउने हो कि।